महासंघ जिंदाबाद 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 शिक्षक एकता जिंदाबाद 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 पंचायती शिक्षा खारेज कर अग्रगामी शिक्षा जारी नेपाल शिक्षक महासंघ जिंदाबाद 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 पंचायती शिक्षा खारेज कर पंचायती शिक्षा खारेज कर चाहिँदैन शिक्षक हेप्न पाइँदैन शिक्षक हेप्न पाइँदैन पंचायती शिक्षा खारेज कर पंचायती शिक्षा खारेज कर अग्रगामी शिक्षा जारी कर अग्रगामी शिक्षा जारी कर सरकार तेरो पाराले दुःख पायो साराले सरकार तेरो पाराले दुःख पायो साराले हमको सरकार आफूले आँखा खोल हमको सरकार आँखा खोल पहिलो सरकार सरकार तेरो पाराले दुःख पायो साराले सरकार तेरो पाराले दुःख पायो साराले नेपाल शिक्षक महासंघ जिंदाबाद 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 नेपाल शिक्षक महासंघ जिंदाबाद 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 म इन्जिनियर लोकराज भट्ट टेक्निकल टिचर एसोसिएसन सुदूरपश्चिम प्रदेशको प्रदेश अध्यक्षमा म अहिले चाहिँ काम गरिरहेको छु र विशेष गरी हामी जुन शिक्षक आन्दोलनको आज 17औं दिन पुग्दा पनि जुन यो सरकारले शिक्षा ऐन जारी गर्नका लागि जुन कदम चालेको छैन त्यसका विरुद्ध हामी लडिरहेका छौँ लागिरहेका छौँ। शिक्षक महासंघ अन्तर्गत थुप्रै प्रकारका शिक्षक साथीहरूको संलग्नता र त्यसै गरी हाम्रो विद्यालय स्तरमा सामुदायिक विद्यालयमा 9 देखि 12 सञ्चालन जुन भएको छ त्यो कार्यक्रममा विभिन्न शिक्षक साथीहरूको पेशागत सङ्गठनको रूपमा हाम्रो टेक्निकल टिचर एसोसिएसन पनि स्थापित छ र महासंघकै मिलेर अर्थात् महासंघकै अन्डरमा हामी काम गरिरहेका छौँ हिँडिरहेका छौँ। महासंघमा हाम्रो समर्थन छ लागिरहेका छौँ र आज 17 दिन पुगिसक्दासम्म हाम्रा सम्पूर्ण शिक्षक साथीहरूका जुन हकितका लागि ऐन जारी गर्ने भन्ने हिसाबले हामी लागेका छौँ त्यो पुरा हुन नसकेकोमा हामी एकदम यहाँ निराश भएका छौँ। अहिलेसम्म हामी एकदमै यो शान्तिपूर्ण रूपमा हामी प्रदर्शन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो शान्तिपूर्ण नै रूपमा गएको छ। शिक्षक साथीहरूले त्यसो उग्र हुने काम कसैले पनि गरेका छैनौँ र यदि त्यस्तो बाध्यता अवस्था भएपछि हामी उग्रसम्म पनि जान सक्ने अवस्था हुनसक्छ। र म के भन्न चाहन्छु भन्नाले प्राविधिक शिक्षक साथीहरू विक्रमसँग 2070 सालदेखि अहिलेसम्म निरन्तर रूपमा हाम्रो यो शिक्षण पेसामा लागिरहनु भएको छ। थुप्रै 5 वटा विधामा प्राविधिक कार्यक्रम सञ्चालन छन् र त्यो विद्यालय स्तरमा 5000 भन्दा बढी शिक्षक साथीहरू प्राविधिक धारका पनि छन्। हेर्दाखेरि समग्रमा हाम्रो प्राविधिक धार शिक्षक साथीहरूको संख्या थोरै छ तर पनि हामी प्राविधिक धार मात्र नभई सम्पूर्ण शिक्षक साथीहरूका एजेन्डा लिएर हामी पनि अगाडि बढेका छौँ। हामीले पनि कम्मर कसेका छौँ, हामीले पनि हातेमालो गरेका छौँ र हामी शिक्षक सङ्घ महासंघले जुन चाहिँ कदम चालेको छ त्यसप्रति हामी एकदमै अगाडि बढ्दै जागृतका साथ टेक्निकल टिचर एसोसिएसन पनि अगाडि बढेको छ भन्दै हामी अझै 17औं दिन मात्रै होइन हामी 17औं महिना पनि यो सडकमा शिक्षा ऐन जारी गर्नका लागि हामी निरन्तर लागिरहने म यहाँ सामु वचनबद्धता प्रकट गर्न चाहन्छु।